Hi guys, welcome back to my YouTube channel. अनि I'm filming today हैन किन भन्दाखेरि चाहिँ म चाहिँ मेरो लाइफमा नगरेको काम चाहिँ म भोलि गर्न गइरहेको छु मतलब इट्स नट द्याट मच बिग तर फर मी इट्स बिग म चाहिँ सोलो ट्रेक गइरहेको छु हैन भर्खरै थ्रेडिङ गरेर आएको ल गाइजहरु कस्तो फेसमा चाहिँ ओ गड अनि म चाहिँ भोलि सोलो ट्रेक गइरहेको हो अनि द वर्ल्ड इज अगेन्स्ट इट seriously world is against it. My office is against it. My friends are not friends, some of the friends are against it, but I'm gonna make it. Okay, Sana, hi भन्देऊ hi भन्देऊ hi म त जान्छु अब तेरो सो म चाहिँ जान्छु अनि बाकीको अपडेट चाहिँ भोलि बाइ ए कहाँ गइरहेको छु त्यो पनि भन्छु आई एम गोइङ टु अपी बेस क्याम्प बाइ गाइस यो चाहिँ हामी मकरी घाट पुग्यौँ अनि अब यहाँबाट चाहिँ त्यो बाटो भएर वी हेभ टु स्टार्ट द ट्रेक आई एम अलोन हेरौँ लेट्स यो फर्स्टचोटि यहाँ हजुर Hey guys, म चाहिँ मकरी घाटबाट हिँडेँ फर्को छ भेरी गर्मी 12:30 बज्यो हेरौँ कति बजी पुग्छ त्यो बाटो भएर के हो यो यत्रो नै तपाईहरु भिडियो बनाइदिन्छु मैले हिँड्दै गरेको Hi guys, म चाहिँ हिँड्दैछु अनि इट्स नट द्याट मच उकालो सी बट माई ब्रिदिङ इज त्यसपछि चाहिँ अनि हावा चल्दैछ गर्मी पनि छ मैले के सोचेको थिएँ भन्दाखेरि आउने बेला गुराँस चाहिँ गुराँस होला त्यहाँ मेक अ रिल तिम्रो लागि गुराँस लिएर आउँछु होला अब तिम्रो लागि म सुकेको गुराँस ल्याउँछु ल ओके बाई बाई उहाँहरू पछाडि हुनुहुन्छ हाई भन न अनि ऊ चाहिँ काफल टिप्न गएछ त्यहाँ काफल गुराँस सुकिसकेछ यो चाहिँ काफल
त्यसपछि फेरि फेरि अमिलो यो चाहिँ मलाई एकदम त्यो गाउँ चाहिँ घुसा घुसा हो नि त्यो त्यही किन लागेको घुसा घुसा कस्तो केही भन्दैन हामी के अरे बाटोमा हिँड्दै गर्दा चाहिँ उहाँ आन्टी भेटिनु भयो एकदमै राम्रो गाउँको बारेमा भन्दै हुनुहुन्छ उहाँ चाहिँ घुसाको हुनुहुँदो रहेछ अनि त्यो भनिदिनु न घुसाको बारेमा घुसाको बारेमा हाम्रो राम्रै छ घुसाको ठाउँ भनेको त्यस्तो अब विकट त विकटै छ तर के गर्ने राम्रो छ राम्रै छ त्यो नागन देखिनु हामीहरू चाहिँ अहिले धनबोरा भन्ने ठाउँ पुग्यौँ यहाँबाट घुसा फेरि 1 घन्टा लाग्छ उकालो हामी चाहिँ यो दिदीसँग छौँ कहाँ जानुभयो यहाँ दिदीसँग छौँ यहाँ रेस्ट गर्दैछौँ उहाँको साथीहरूलाई चाहिँ अहिले हामी रोकेको छौँ रोक थाक्यौ थाक्यो कि नै भन्नु न सिरिसा उसको नाम चाहिँ सिरिसा हेलो भन्नु हेलो भन्नु न हेलो गरे सिरिसा सिरिसा गयो गाइस अब चाहिँ यहाँबाट यस्तरी सिडी चढ्नु पर्ने छ त्यसपछि चाहिँ हामी चाहिँ घुसा होइन बिचमा एउटा ठाउँमा पुग्छौँ त्यसपछि चाहिँ घुसा पुग्छौँ माई गॉड सो हाई गाइस होइन म चाहिँ अब एउटा स्टोरी सुनाउँछु ल लेट मी सिट प्रपरली फर्स्ट अनि यो स्टोरी सुरुभन्दा अगाडि चाहिँ म सन्ध्या दी भेरी 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 कङ्ग्रेचुलेसन्स होइन आई कुडन्ट के भन्छ म भिडियो कल गर्न सक्दिनँ म चाहिँ पोस्ट गर्न सक्दिनँ सक्छु तर प्लिज म चाहिँ मेरो त्यसलाई चाहिँ तोड्न सक्दिनँ भेरी भेरी कङ्ग्रेचुलेसन्स लट्स अफ लभ होइन फर यर न्यू एचिभमेन्ट एन्ड द न्यू बिगिनिङ अनि मेरो स्टोरी चाहिँ के हो भन्दाखेरि चाहिँ आजको स्टोरी सुनाउँछु म चाहिँ I came from Darchula here today alone at like 5 AM in the morning. That driver asked, that driver ले चाहिँ के भन्यो भन्दाखेरि you have to get ready by 4:30 or 5, we have to leave early. So according to him, I woke up at 3, सबै कुराहरू गरेँ, then he came at like 5:30 के हैन अनि त्यसपछि म आएँ हेडेक भइरहेको थियो गाडीमा बिकज सुतेको थिएन 5 आवर्स सुतेको थिएँ अब 9 आवर्स 8 आवर्स सुत्ने मान्छेलाई 5 आवर्स भने धेरै लेस हो एभरेज अनि त्यसपछि चाहिँ मेरो साथीहरूले चाहिँ मलाई चाहिँ के भनेको थियो भन्दाखेरि अरू टेक मेडिसिन हेडेक भएको मेडिसिन कुनै के हुन्छ मेडिसिनहरू लैजाऊ भनेको थियो तर म चाहिँ भने मान्दिनँ नि त कसैको मान्दिनँ अब साथीहरूको भने अभियसली कस्तो मान्छ सरी अनि ल्याइन अनि अलिकति यति चाहिँ रिग्रेट भएको थियो कि लाइक आई सुड ह्याभ टेक देयर एडभाइस भनेर तर ठिक भइहाल्यो टाउको पनि बिकज मैले खाना खाने बित्तिकै मलाई टाउको ठिक भयो अनि खानामा चाहिँ एउटा मान्छे भेटियो हि वाज लाइक ओके यु आर गोइङ अलोन त्यता चाहिँ के हुन्छ अरे हिम पहिरो हुन्छ अरे कस्तो टाइममा आउनुभयो तपाईँ चाहिँ डराउन खोजेको कि एज इफ म चाहिँ डराएर फर्किन्छु जस्तै सो द्याट्स अल अनि पछि म आएँ त्यही पनि म आएँ अनि पछि बाटोमा चाहिँ आधी बाटोसम्मको चाहिँ आन्टीहरू भेटिनु भयो अनि उहाँहरू चाहिँ अलि एजेड हुनुहुन्थ्यो बस्दै आउनुहुन्थ्यो त्यसरी म पनि बस्दै आएँ
अनि ठ्याक्कै आधी बाटोबाट चाहिँ अर्को आन्टीहरू भेटिनु भयो, दिदीहरू यता गुसा आउने। म उहाँहरूसँग आएँ, उहाँहरू पनि अहिले बस्नु भएको छ। म चाहिँ फेरि माथि आएर यस्तो बनाइरहेको छु। आई कुड हेभ रिच 2 hours बिफोर होइन। म चाहिँ बस्दै नआएको भए, तर ठिक छ, आइ एम इन्जोइङ। सो दिस इज द स्टोरी। आई विल बी अपलोडिङ दिस एट द लास्ट। ए बस आइज। सो हाई गाइज। ओके हाई गाइज, म फाइनली घुसा पुगेँ। अनि घुसाबाट चाहिँ म यता हरिश थामीको घरमा बस्दैछु। हु इज माई गाइड। अनि बसेर मुख धोएर फ्रेस भएर बसिरहेको छु। सरेर त्यस्तो छ नि त। कुकुरहरू कस्तो छ नि यता हेर्नुहोस् ल। एउटा बाख्रा कुकुर गयो भने पर्सन्टे कुकुर। चारजना अगाडि म गाउँको पोइन्ट सिडी मात्रै छ, यस्तो कि नखराउँदैछु। सिडी हाई गाइस, हामी चाहिँ छिटछिटो पुग्यौँ फर लन्च। कति बज्यो? 12:55, 1 बजे छिटछिटो पुग्यौँ। अब यहाँबाट हामी खाना खाएर धोलीवटा जान्छौँ। यो चाहिँ मेरो खाना, बाहिर घाममा बसेर खाँदैछु ल छिटछिटोमा। अनि गाइजहरू खाना खाएर चाहिँ निन्द्रा लाग्यो। अब चाहिँ कसरी हिँड्ने होला माथिसम्म। मलाई चाहिँ के भए हुन्छ कि मलाई चाहिँ किन ट्रेक आउनुपर्छ? मतलब आफूलाई दुःख हो भाइ। आई एम गिभिङ सो मच पेन टु माइसेल्फ। मेरो खुट्टा अस्ति चेयरबाट लडेको थिएँ म, दुखिरहेछ। अहिले भर्खरै सुतौँ भनेको यसमा टाउको ठोक्यो। अनि चाहिँ म कन्फ्युज मान्छेहरू आएँ, म चाहिँ एकदमै कन्फ्युज। अघि बिहान पनि लडेको थियो। बच्चा बाई। गाइजहरू यहाँ चाहिँ यति धेरै किसिमको लारीग्रास छ, यस्तो रमाइलो। ब्लू कलरको। हाई गाइज, म चाहिँ मेरो ट्रेकिङ गाइड। ओइ पर्सन्डे, हिज पर्सन्डे गाइज, पर्सन्डे आइज। ओए इग्नोर गर्यो नि त गाइजहरू, कुकुरले नि इग्नोर गर्न थालिसकेको छ मेरो जिन्दगीमा। ओ माई गड। As you can see, I have 4 types of rhododendron here right now. अब चाहिँ म धौलीवटा तर्फ गइरहेको छु। नजाराको त्यस्तो रहेको। ए पर्सन्डे हाई। हिज माई गाइड। ओके, अनि नजारा देखाउँछु ल। पानी गयो गाइजहरू।
आइज पर्सेन्टै आयो पानी पर्दैछ गाइजहरू पानी पर्यो असिना पर्यो म भिज्दै भिज्दै मेरो बच्ची घर धेरै टु मच अफ असिना गाइजहरू ठन्डा 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 माई गड पर्सेन्टै लेट्स गो माई गड मरे यस्तो पसिना परिरहेछ अझ हामीलाई 2 घन्टा जति लाग्छ होला गाइजहरू त्यहाँ पुग्नु पर्नेछ वेट गाइजहरू पानी पर्दैछ अब हामी खान्छौँ रोटी ओइ 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 रोटीको त हालत खराब हो क्या ए हो र ए सरी 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 मलाई थाहा थिएन पर्सन्डे पनि छ यहाँ पर्चण्डे पनि छ यता रोटी खानलाई तयारी अवस्थामा हामी चाहिँ ठ्याक्कै धौलीवटा पुग्यौँ मैले बिहानको 7 बजे हिँडेर अहिले साँझको हजुर ए हुन्छ अनि यो पनि पुग्यो हामीसँगै पनि पुग्यो फेरि टायर्ड अब भोलि हामी बेस क्याम्प जान्छौँ त्यो चाहिँ धौली ओडारै भएर थली उडार भएको गाइजहरू अब हामी आगो ताप्छौँ यहाँ चाहिँ अनि गाइजहरू हामीले चाहिँ धौली उडारमा चाहिँ पर्चण्डेको साथी भेट्यौँ ओइ पर्चण्डेको साथी होस् हादे त्यसो भए साथी होस् त कसको साथी होस् मेरो कि पर्चण्डेको कसको नहेर न त्यसरी नहेर न नहेर्नु त्यसरी भनेको कि हेर यसले कुकुरहरूले चाहिँ मलाई छोड्नु हेर के हो भने म यहाँ बसेर बनाउन राजी गुड मर्निङ गाइज फ्रम धौलीवडार म चाहिँ भर्खरै उठेको अनि यस्तो दामी सनराइज भइरहेछ यहाँ चाहिँ अनि अब हामी चाहिँ ब्रेकफास्ट गरेर अब बेस क्याम्प चाहिँ जान्छौँ इट्स भेरी प्रिटी भेरी कोल्ड नट भेरी कोल्ड बट द वेदर इज भेरी क्लियर टुडे म देखाउँछु ल वेदर दिस इज द सनराइज हियर अनि अपी चाहिँ उता ओके देखेन यार दिस द्याट इज अपी टुडे चाहिँ हामी त्यहाँ जान्छौँ अनि फर्केर फेरि त्यहीँ बस्छौँ म चाहिँ यसलाई भेट्नै चाहिँ यहाँ आएँ ओए के हो र अनि अर्को त्यहाँ छ पर्सन्डे एन्ड आई डोन्ट नो इज नेम यहाँबाट चाहिँ हिमाल जस्तो दामी देख्दैछ हामी बसेको चाहिँ यता ओए आइज तरे very friendly very सिडी मात्रै छ छेउ लाग्ने फुलहरू फुलेर कस्तो राम्रो भएको छ फुल अपी गाइस अपडेट म चाहिँ यत्तिकै बेस क्याम्पमा चाहिँ सुतिरहेको छु कि लाइक
बेस क्याम्प पछाडि ठिकै यता पछाडि चाहिँ हिमाल छ। म चाहिँ यसरी फुलहरूमा सुतिरहेको छु, त फुलहरू पुरा फुलिरहेछ। पछाडि चाहिँ हिमाल छ अनि म चाहिँ सुतिरहेको छु। इफ यु आर फिलिङ सो लो जस्ट गो फर इट। जतिसुकै सोल्जर पेन होस्, जतिसुकै के अरे हिँड्न गाह्रो होस्, दिस फिलिङ इज नथिङ कम्पेरेबल टु पेन के। दिस इज हिलिङ, सेल्फ हिलिङ। यो चाहिँ बेस क्याम्प होइन। अनि म चाहिँ यसरी सुतिरहेको छु यता सुतिरहेको छु। गाइजहरू हामी चाहिँ कालीढुङ्गा ताल जान लागेको। एक बज्यो। अब कति बजी पुग्छ यस्तै कस्तो राम्रो पछाडि। गाइजहरू म चाहिँ यहाँ पुगेँ होइन। गाइड चाहिँ त्यहाँ पुगिसक्यो होइन। अनि गाइडहरूले चाहिँ यस्तै गर्ने भयो भने चाहिँ म चाहिँ गाइड किन हायर गर्ने, किन? माई गड गाइजहरू म चाहिँ आधी बाटो पुगेँ होइन। के अरे कहाँ जाने रे, कालीढुङ्गा जाने। वरिपरि हिमालै छ। म चाहिँ बिचमा यसै बसिरहेको छु। अनि आई हेभ अ प्लान टु वेयर साडी इन कालीढुङ्गा ताल। सबै मान्छे जान्छ बट आई डोन्ट नो कसरी जान्छ, किन जान्छ। माई गड क्याप्स, आई विस यु वर विथ मी के। यो ट्रेकको पुरै लेभलै डिफ्रेन्ट हुन्थ्यो। जेसुकै होस् ओके। अब म चाहिँ भ्यू देखाउँछु तपाईँहरूलाई। मेरो भ्यू देखिसक्नु भयो। अब म पछाडिको भ्यू देखाउँछु हिमालको। ओके, यो चाहिँ यहाँको 360 भ्यू ल। ओ माई गड भेरी प्रिटी। हामी चाहिँ तलबाट आएको, कहाँबाट कि देखिन लागेको छैन यार। त्यहीँबाट आएको क्या हामी चाहिँ। हाई गाइजहरू, म चाहिँ अब स्नोमा हिँड्दैछु। Sorry. My God, it's very, very pretty. Very. Me and the Jagu. No, म स्नो होइन नि। म त स्नो होइन नि। उता म त स्नो होइन नि त। ऊ के भयो? हामी चाहिँ उता गइरहेको कता। बुक आजा। ओए going back from Opi Base Camp to Kusa today with Pachande.
हाई गाइजहरू मैले चाहिँ बिहानदेखि अपडेटै दिनु पाएको छैन बिकज म चाहिँ हिँड्दै हिँड्दै आएँ म चाहिँ खाइकोट भन्ने ठाउँको क्या म यहाँ चाहिँ ऐसुल टिपेर खाइरहेको छु फर्किरहेको हो म चाहिँ कस्तो र जस्तो देखेको मेरो लिप्स आर लाइक अलरेडी खतम म चाहिँ ऐसुल टिप्छु ल अब दिस इज ऐसुल दिस वान अनि अब चाहिँ यहाँदेखि घुसा पुग्न इज कति 3-4 घन्टा 3 घन्टा त्यसपछि आई विल मेक अ भ्लग अनि ओके अहिले चाहिँ एनर्जी पनि छैन गाइजहरू आई वर्क फ्रम मर्निङ 7 बजीदेखि अहिलेसम्म गाइजहरू अब चाहिँ यो उकालो चढेर गइरहेको छु फेरि फिर्ता हुने बेला चाहिँ आई एम फ्रस्ट्रेटेड लिटरली फ्रस्ट्रेटेड के उकालो यहाँ बाटैभरि फुलै फुल हो अरे कि आर्कोचोटि फेरि जस्तै जङ्गलसम्म नै आउँला हाई गाइजहरू 7:30 बजी हामी चाहिँ घुसा पुग्यौँ राति घुसामा चाहिँ लाइट पनि छैन क्या अनि बाई गाइस वे भिडियो भइरहेको रहेछ कि हाई गाइजहरू गुड मर्निङ फ्रम घुसा होइन म चाहिँ आज यहाँको कल्चर ड्रेस लगाइरहेको छु छि सो गाइजहरू हामी चाहिँ फर्किरहेछौँ उहाँले चाहिँ ऐसुल टिप्दै हुनुहुन्छ देखाउनु त के